हेलो नमस्ते। म चाहिँ दसैँको बेलामा घर आएको छु घर घुम्नलाई। हाम्रो बोर्डर यो थोरी बोर्डर भन्छ यसलाई, इन्डिया र नेपाल, भारत र नेपाल बिचको बोर्डर हो यो। हेर्न सक्नुहुनेछ हाम्रो गाउँ वरिपरि जङ्गलै जङ्गल भएको ठाउँ। हेर्न सक्नुहुनेछ तपाईहरू। त दुख्यो। हेर्न सक्नुहुनेछ यो चाहिँ हाम्रो उता चाहिँ पल्लोमा चाहिँ बोर्डर साइड है, इन्डिया एन्ड नेपाल। न्याउली बनाइमा हिँडेको म यहाँ थाकेछु, म थाकेको छु। दिन उता मान्छे कति पुऱ्याउँछ दिन्न म जेसुकै भन्नु, डराउने वाला छु जस्तो लाग्यो क्या। कहाँ हुन्छ है त्यहाँनिर भाउजू घरबाट लिएर आएको पानी उहाँसम्म पुऱ्याउनु छ कि पानी। दुईजनाले पुऱ्याउनु पर्छ पानी। आज आएको छिटो पिउनु न, कहाँ हुन्छ तल पानी, उहाँसम्म पुऱ्याउनु पर्छ पानी। तिर्खालाई बोल्नु थियो पानी बनाउनलाई हजुर। अनि पानी पुऱ्याउनु पऱ्यो नि त, अनि तिर्खाला होला खानुहुन्न, सबैले पुऱ्याउनु गरेर खानु परेन। कसको उखु तपाईँको उखु हेर्ने यो खान मिल्दैन, गुले छैन। जान एउटा ल्याउनु, तपाईँको बारी त हो नि, अनि तपाईँको बारी होइन। अनि फेरि म खरबुज चोरेको भनिदिन्छु नि अस्ति खरबुज थाहा छैन मलाई त्यो खरबुज डेढ उता घरसम्म पुऱ्याउनु पर्छ। कस्तो तपाईँ त पुरै भ्याउनु भयो, उहाँ दुईजना छन् भनेको। अनि म पनि खानु परेन त, त्यता टाढो होइन त्यस्तो नगर्नु त। झन् पानी पनि दिन्छु अनि ठिक्क खानुपर्छ क्या। हेर्नु त तिन जति झन् उता माथिसम्म पुऱ्याउनु छ पानी। छैन भिडियो बनाएको, के गर्नु त म पनि जान्छु जानु त, के गर्नु त नाच्नु। कमाउँछ आफै कमाउनु आफै रमाउने हो, तपाईँलाई को हो र दिनलाई हो भने।